यहाँलाई सबैलाई जयमसी अभिवादन र नमस्कार भन्न चाहन्छु। म यहाँनिर म मत्ती 13को 4 देखि 7 सम्म म पढ्न जान्छु परमेश्वरको वचन। यहाँनिर चाहिँ बिउ छर्ने दृष्टान्तको भनिएको छ र बिउ छर्ने दृष्टान्तको बारेमा त मैले धेरै सुन्दै पनि आएँ, तर मैले चाहिँ बुझ्ने तरिका चाहिँ परमेश्वरले आज फरक तरिकाले मलाई बुझाउनु भयो। योभन्दा पहिले चाहिँ अर्कै तरिकाले मलाई बुझाउनु भएको थियो भनेपछि आज चाहिँ अर्कै तरिकाले बुझेको कारणले गर्दा म केही कुराहरू म भन्न लागेको छु यहाँनिर। अनि यसरी छर्दा केही बिउ माटोतिर परे, चराचुरुङ्गीले आएर ती खाइदिए। परमेश्वरको वचन चाहिँ हामीले यसलाई एउटा बिउको रूपमा लिन्छौँ, बिउ असल बिउ, र हामी यो बिउ असल बिउको रूपमा हामी लियौँ र यो बिउलाई हामीले माटोतिर छर्दाखेरि यो परमेश्वरको वचनलाई चाहिँ कस्तो माटोतिर हामी छरिरहेका छौँ त? त्यो सिधै गएर खेतबारीको माटोतिर छर्ने भनेको होइन, तर कस्तो व्यक्ति भनेको छ है, कस्तो व्यक्तिमा हामी छर्दछौँ त? र हामीले त्यो व्यक्ति कहाँ हामी छर्दछौँ कि त्यो जुन माटोतिर परेको हुन्छ नि, त्यो जमिनमा परेको हुँदैन क्या, माटोतिर परेको हुन्छ नि। माटोतिर भनेको माथि भनेको हामीले एकछिन वचन सुन्छौँ, शनिबार चर्चमा मात्रै सुन्छौँ, फेरि अरू बेला होइन, फेरि अरू बेला मैले सुनेको देख्दैन कतिपय मानिसहरूको, अनि पढेको पनि मैले देख्दैन। र यदि उहाँहरूले सुने पनि वचनलाई चाहिँ पढ्ने, सुन्न चाहिँ सुन्ने, तर मनका आँखा कान नखोलेको कारणले हो या केले हो त्यो मलाई थाहा छैन, परमेश्वरलाई थाहा छ। ती वचनहरूलाई चाहिँ सामान्य रूपले एकछिन सुन्ने, मन्टो पनि हल्लाउने, एकछिनको लागि उत्साह पनि भइदिइहाल्ने, त्यसपछि बिर्सिहाल्ने है। माटो परेको है, त्यो माटो चाहिँ एकछिनमा बिर्सिने माटो है, माटोमा परेको बिउ हो त्यो। र चराचुरुङ्गीले आएर ती खाइहाल्यो भनेको चाहिँ त्यो वचन सामान्य तरिकाले एकछिन सुन्ने अनि त्यसपछि चाहिँ बिर्सिहाल्ने चाहिँ त्यो शैतानले खोसेर लगिदिएको हो वचनलाई। शैतानले के चाहन्छ भनेपछि हाम्रो त्यो वचनहरू, अरे परमेश्वरको वचनलाई नसुनेको उसले चाहन्छ र उसले हृदयमा राखेर पालना नगरेको चाहन्छ। र त्यसको लागि हामी होसियार भएर परमेश्वरको वचनतिर हामी दिनरात ध्यान गरिराख्नुपर्छ र परमेश्वरको वचनलाई परमेश्वरसँग हामी येशू ख्रीष्टसँग प्रार्थना गर्दै हामी निरन्तर अगाडि बढिराख्यौँ भनेपछि मात्रै हामीले वचनलाई अँगाल्न सक्छौँ, नत्र हामीले यी वचनहरू हामीले ग्रहण गर्न सक्दैनौँ। र 5मा लेखिएको छ, केही बिउ ढुङ्गेनी जमिनमा परे जहाँ धेरै माटो थिएन र गहिरो माटो नभएकोले ती छिट्टै उम्रियो। हेर्नुहोस् है, यो चाहिँ बीजको जस्तै थोरै माटो भयो, त्यो माटोमा चाहिँ छिट्टै उम्रियो भनेको चाहिँ जुन व्यक्तिले उहाँले वचन सुन्नुभयो, स्वीकार्नुभयो र छिट्टै अगाडि बढ्नुभयो कि छिट्टै परमेश्वरमा अगाडि बढ्नुभयो र परमेश्वरमा अगाडि बढिसकेपछि अगाडि त बढ्नुभयो, तर उहाँहरूको चाहिँ गहिरो रूपले परमेश्वरको वचनलाई मनन नगरेको, वचन नसोचेको, वचन कण्ठ नगरेको कारणले र वचनहरू घोषणा नगरेको कारणले गर्दा उहाँहरू चाहिँ
उहाँहरू के हुनुभयो, ओइलाई हाल्नुभयो कि उहाँहरू ओइलाई हाल्नु। उहाँहरू चाहिँ छिटै त उम्रियो, छिटै उम्रे तापनि उहाँहरूको जीवनमा काम हुन सकेन। उहाँहरूको जीवनमा काम हुन नसकेको कारणले गर्दा एउटा देखावटी गर्नुपर्छ मैले त्यो भनेको कारणले उहाँहरू वचनबाट कसैले वचनबाट केही कुराहरू सुनेको कारणले गर्दा मैले गर्नुपर्छ, मैले भन्नुपर्छ भन्ने कुरा एउटा देखावटी जस्तै गरेको गनिन्छ यसमा। र तर जब घाम लाग्यो ती ओइलाएर जरा नभएको ती सुकिहाल्यो। हेर्नुहोस् त, परमेश्वरमा गहिरो रूपले जरा नटेकेको कारणले। परमेश्वर दागको बोट हुनुहुन्छ, म हाँगा हौ भनेर परमेश्वरसँग हामी गाँसिनु पर्यो। मुखले त भन्छ हो, वचनमा थाहा छ, सबैजनालाई थाहा छ, तर त्यसमा चाहिँ हामी गाँसेका छौँ या छैनौँ। परमेश्वरसँग हामी सधैँ रहनुपर्छ, हामी गाँसिराख्नुपर्छ सधैँ। अब त्यो जरा र हाँगा फरक भयो भनेपछि फल फलाउँछ त, सुकिहाल्छ नि त्यो हाँगा त। त्यो सुक्यो भनेपछि त्यो हाँगा सुक्यो भनेपछि त्यसले फल फलाउँछ त, फलाउँदैन नि त, त्यो बिस्तारै त्यो सुकिहाल्छ कि। त्यही भएर येशूसँग हामी निरन्तर परमेश्वरसँग समय बिताउने, उहाँको अधीनमा रहने, उहाँको अधीनमा रहन नसके पनि येशू ख्रीष्टसँग प्रार्थना गर्ने, अनुग्रह माग्ने, मलाई सिकाउनुहोस्, मलाई अराउनुहोस् भनेर। र उहाँसँग हामी कोसिस गऱ्यौँ र परमेश्वरबाट असम्भव केही पनि छैन, सबै कुरा सम्भव छ। र हाम्रो माइन्डमा, हाम्रो सोचमा फेरि के छ भनेपछि परमेश्वरले सानातिना या रोगी बिरामी, दुष्ट आत्मा मात्र निको हुन्छ, रोगहरू निको हुन्न भन्ने एउटा त्यो भरमा छौँ र ठुला ठुला रोगहरू निको हुन्न भन्ने भरमा छौँ। तर त्यसो होइन, येशू ख्रीष्टमा होइन, सानो ठुलो जस्तो सुकै भन्नुभएको छ नि त भजन सङ्ग्रह पुस्तकमा, साना ठुला जस्ता सुकै पापहरू पनि म तिमीहरूको क्षमा गर्नेछु र तिमीहरूको साना ठुला रोगहरूलाई पनि म निको बनाउने छु भन्नुभएको छ। अनि त्यही अनुसार हामी अगाडि बढ्दै गयो भनेपछि परमेश्वरमा निरन्तर राख्यौँ भने परमेश्वरमा केही पनि सम्भव छैन। तर हामी धैर्य हुँदै अगाडि बढ्न चाहिँ हामी जरुरी छ परमेश्वरमा। र हामी चाहिँ विश्वास नगरेका छौँ, कस्ता छौँ, के छौँ भन्ने कुरा हामीलाई अहिलेको समयले देखाउँदैछ। र अहिलेको समयलाई हामी चाहिँ सामान्य नसोचौँ, अब यस्तै हो भनेर। हामी येशू ख्रीष्टमा निरन्तर हामी तयारी हुनुपर्दछ। जस्तै दुलही लिन दुल्हा आउँदाखेरि दुलही तयारी नभएपछि दुलहीले लान सक्दैन नि त। त्यस्तै येशू राजा कहिले आउनुहुन्छ, के गर्नुहुन्छ त्यो हामीलाई थाहा हुँदैन नि त। उहाँ त चोर जस्तै आउनुहुन्छ एक्कासी। त्यही भएर यो समयमा चाहिँ हामी तयारी हुनलाई, यो समय चाहिँ परमेश्वरको वचन अनुसार खारिनलाई, परमेश्वरको वचन पढ्नलाई चाहिँ आवश्यकता छ। र मेन कुरा अरूले के भनेको छ त्यो वचन पनि सुन्नुपर्छ, सुन्न त। तर त्योभन्दा मुख्य कुरा चाहिँ हामीले वचन पनि पढ्नुपर्छ। अरूले भनेको कुराहरू वचनमा छ कि छैन, या गलत भन्दैछ कि ठिक भन्दैछ कि, त्यो कुरा त आफूले बुझेपछि, आफूले पढेपछि र आफूले भोगेपछि मात्र थाहा हुन्छ। अरूले जे भन्यो त्यो पछि चाहिँ हामी नलागौँ, चाहे विश्वास गरेको हुनुहुन्छ चाहे विश्वास नगरेको, जो भए पनि नलागौँ त्यो समयमा। त्यो अरूको पछि लाग्ने चाहिँ हुँदैन। आफ्नो लक्ष्य के छ, आफ्नो उद्देश्य के छ र आफ्नो काम के छ, आफ्नोतिर ध्यान दिउँ र असल बाटोतिर लागौँ।
भन्न म चाहन्छु। र यही छोटो भिडियोको लागि धन्यवाद छ। र हजुरलाई कस्तो लाग्छ, के लाग्छ हजुरहरूले हेरिदिनु होला र त्यसपछि कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। अनि कस्तो छ, के छ त्यसको लागि कमेन्ट गर्नु होला। अझै मेरो केही गल्ती कमजोरहरू छ भने पनि म सुर्दिन, मौका दिनु होला भन्दै धन्यवाद दिन्छु। हस् सबैलाई।